हे गाइज हिजो मेरो बर्थडे थियो नि त अनि साथीले गिफ्ट पनि दिएको थियो साथीले चाहिँ घरमा मात्र गएर खोलेर हेर है भनेको थियो ल अब खोलेर हेरौँ है त के रहेछ भनेर साथीले चाहिँ पुरै सिल प्याक गरेको छ साथीले दिएको पनि हुनसक्छ ओहो पुरै मजा आउँदो रहेछ क्या ल यहाँ पनि मेरो बक्सै रहेछ है म त होला भनेको त त्यो यहाँ पनि सानो बक्सा रहेछ है ल अब चाहिँ चलाउनु सकेछ त होइन एजन्टसँगहरू नै एउटा फर्स्ट याद पर्छ त आउनु ह्याप्पी बर्थडे नारा हाम्रो स्टाइलमा त्यो नारा भनिन्छ इस खै त्यो झन् अरे यो भित्र पनि बक्सै छ हे क्या देखना पड़ रहा है अच्छा है मैं अंधा हूँ के यार मलाई थाहा छैन म पनि खोलेर हेर्छु म त के हो यो हो मेरो ड्राइभर कसम कसम मैले यो के थाहा छैन होइन म्यान फोर्स म्यान फोर्स भनेको भन्दा बढी अनि ओभर टाइम भने बढी अनि यो सिधै यो घडीको चित्रमा हेऱ्यो होइन अनि पछि यसो हेरेको त यी सानो अक्षरमा देखाएको रहेछ क्या थ्याङ्क यू सो मच भेरी 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 थ्याङ्क यू सो मच यो कस्तो गिफ्ट दिनु भनेको सम्झनु त हे आम्मा साथी म के गरौँ अब यो गिफ्टले अनि मेरो बर्थडे विस गरिदिनु भएको मेरो साथी मेरो भाइ मेरो दिदी मेरो फ्यामिलीहरू सबलाई थ्याङ्क यू सो मच ल गाइज गिफ्ट पनि हेरिहाल्यो एकछिन सक्नु पनि लाग्यो के हो के नचिनेहरू कन्फ्युज पनि भयो आजलाई चाहिँ यति नै टाटा बाई